गुड मर्निङ साथीहरू, मिनी ब्लग। आज चाहिँ बिहान पानी परिरहेको थियो होइन। अनि मलाई चाहिँ यसो सोचेको मकै एकदमै मनपर्छ नि त पानी परेकोमा। अनि मैले मकै, यो चाहिँ अहिले हरियो मकैको सिजन हो नि त। अनि मैले हरियो मकै चाहिँ मजाले बोलमा छडाएँ होइन। अनि छडाइसकेँ। अनि छडाएर चाहिँ 2-3वटा छडाएँ नि त। अनि मजाले बोलमा राखेर फेरि त्यसलाई मजाले धोएँ क्या। अनि मजाले धोएर कुकरमा लगाउने पानी फालेँ। अनि त्यसपछि अब कुकरमा लगाउनुपर्छ नि त, मजाले पाक्छ कि कुकरमा। अनि कुकरको ढक्कन बन्द गरेर मैले चाहिँ चुलोमा पकाएको चाहिँ मलाई एकदमै मनपर्छ। अनि त्यसपछि हाम्रो चाहिँ बाहिर पनि चुलो छ नि त, अनि भित्र ग्यास पनि छ। अनि 3-4 सिटी लाग्यो। त्यसपछि मैले यो चाहिँ हाम्रोमा दुङदुङे छ क्या, यो दुङदुङे चाहिँ एकदमै मकैमा दुङदुङे ल्याएँ। अनि त्यसपछि प्याज, टमाटर, दुङदुङे मजाले काटेँ। अनि त्यसपछि कुकरमा हेरेको त कस्तो मजाले पाकिसकेँ। अनि सिबी पनि त मिसाएको थिएँ नि त। अनि कस्तो राम्रो भइरहेछ है। मलाई मकै सिबी मिसाएर चाहिँ मजाले पकाएँ। अनि कराई राखेँ होइन। अनि त्यसपछि चाहिँ त्यहाँनिर मजाले सबै फ्राई गरेर मकै हालेँ। अनि त्यहाँ लुक्स यस्तो मजाले पाएको होइन, हल्का त्यसपछि मजाले मेरो चाहिँ एकदमै फेभरेट हो आजको मिनी ब्लग लन्चको टाइममा होइन। मकै भएपछि चाहिँ मलाई फेरि कस्तो मनपर्छ। मन परेमा लाइक बाई बाई यति भन्दै बाई बाई कमेन्ट गर्नु होला।